धन्यवाद परमेश्वरलाई। यसैको सेकेन्ड पार्ट यही नै हो। जस्तो कि प्रभु यीशु ख्रीष्ट स्वयं उहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो, जीवन दिनुहुने परमेश्वर उहाँ हुनुहुन्थ्यो, स्वर्ग र पृथ्वीका मालिक उहाँ हुनुहुन्थ्यो, सृष्टिकर्ता उहाँ हुनुहुन्थ्यो। अनि नरक र पातालका र स्वर्गका ती साँचाहरू चाहिँ उहाँसँग थियो र मृत्युमाथि विजय हुने परमेश्वर उहाँ हुनुहुन्थ्यो। त्यो दुष्ट दियाबलसलाई थाहा छ उसलाई कि चाहिँ उहाँ चाहिँ जीवित परमेश्वरका पुत्र हुनुहुन्छ, तर पनि उसले चाहिँ के गर्यो, जीवित परमेश्वर उहाँलाई उसले छोडेन। किनकि उसले हिजो पनि त्यो स्वर्गीय सिंहासनमा दुष्टले दियाबलसले चाहिँ परमप्रभुको अगाडि उसले चाहिँ के गरेको थियो, उसले चाहिँ घमण्ड गरेको थियो र परमेश्वरको नजरदेखि र उहाँको राज्यदेखि, धार्मिकतादेखि, पवित्रतादेखि, सबै कुराहरूदेखि त्यो चाहिँ नरकमा चाहिँ फालिएको थियो है, त्यसको घमण्डको कारणले गर्दा। र आज उसले फेरि त्यही घमण्ड त्यसले संसारमा तपाईँ र मेरो जीवनमा पनि उसले चाहिँ गरिरहेको छ। किन गरिरहेको छ भन्दाखेरि किनकि उसले चाहिँ परमप्रभुको चाहिँ उसले चाहिँ विरोध गरिरहेको छ है। र यसैले प्रिय मित्रहरू, जति पनि तपाईँ प्रभुका छोराछोरी हुनुहुन्छ अथवा प्रभुका छोराछोरी नभएर पनि जो पनि अथवा कुनै पनि धर्म जाति, कुनै पनि धर्म जातिका व्यक्ति तपाईँ हुनुहुन्छ, जस्तो पनि तपाईँ कोही पनि आस्था तपाईँ राख्ने तपाईँ हुनुहुन्छ नि, तपाईँले चाहिँ त्यो यो समयमा तपाईँको जीवनमा हुनसक्छ तपाईँको जीवनमा चाहिँ लोभ लालच, धन सम्पत्ति, रुपैयाँ। जय मसीह साथै गुड इभिनिङ, प्रेज द लर्ड। प्रभुले सम्पूर्ण प्रिय मेरा फेसबुक मित्रहरूमा प्रभुले प्रशस्तै आशिष दिनुभएको होस्। तपाईँहरूको घर परिवार जीवनमा भएको समस्या, सतत परीक्षाहरू, बिमारबाट प्रभुले चाहिँ चङ्गाई गर्नुभएको होस्। धन्यवाद परमेश्वरलाई। आजको जीवित अनि जिउँदो वचन हामी मनन गर्नुपर्दा, आजको आशिषलाई चाहिँ हामी रिसिभ गर्नुपर्दा भन्दाखेरि चाहिँ आजको आशिष के रहेछ भन्दाखेरि हामीले आजको आशिषलाई हामीले हेर्नेछौँ। आजको आशिषलाई हामी चाहिँ ग्रहण गर्नेछौँ। धन्यवाद परमेश्वरलाई। आजको वचन आशिष भन्नुपर्दा के छ भने परीक्षाहरू आउने। परीक्षा चाहिँ कस्तो प्रकारको भन्दाखेरि विभिन्न प्रकारको शैतानले ल्याउने हाम्रो भित्र, हामी भित्र भएको कति कमजोरी र हामी भित्र भएका समस्या, त्यो हाम्रो कमजोरी र समस्यालाई शैतानले थाहा पाएर बुझेर चाहिँ हामीलाई त्यसै प्रकारको चाहिँ उसले चाहिँ के गर्छ भने आक्रमण गर्छ र उसले चाहिँ हामीभित्र के छ समस्या, त्यो प्रकारको समस्या मानिसहरू चाहिँ संसारमा आज किन चाहिँ पवित्रतालाई, धार्मिकतालाई त्यागेर, अनन्त जीवनलाई त्यागेर अनन्तको मृत्युलाई चाहिँ किन अँगालिरहेका छन् र मानिसहरूले चाहिँ धार्मिकतालाई र पवित्रतालाई त्यागेर अपवित्रता र पापलाई चाहिँ किन अँगालिरहेका छन् भन्नुपर्दाखेरि चाहिँ त्यो चाहिँ प्रभु यीशु ख्रीष्ट परमेश्वरले स्वयं उहाँले चाहिँ